हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईहरुलाई? सब ठिक छ होला? आज चाहिँ म रेडी भएर गौथली फिल्म हेर्न जाँदैछु। नेपाली फिल्म त त्यस्तो खासै त हेर्दिनँ म, तर यसको स्टोरी चाहिँ एकदमै राम्रो छ, इमोसनल छ भनेर चाहिँ जाँदैछु हेर्नलाई साथीसँग। उसले चाहिँ एकदमै धेरै कर गरिरहेको थियो मलाई, जाउँ कि जाउँ भनेर है। त्यसैले म गएँ अनि म पुगेँ त्यहाँ। अनि म यहाँ आइपुग्दाखेरि साथी नै आइपुगेको छैन रहेछ। अनि म वेटिङ गर्दा 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 अल्छी लागेर अनि म यस्तो भिडियोहरू क्लिक गर्नमा लागेँ। बल्ल बल्ल अनि आइपुग्नु भयो महारानी। उहाँ आइपुग्नु भएपछि अनि किन ढिलो आएको त भनेर सोधेँ मैले। उसले भन्छ देखेर नि त भनेर हँसाएर यताउति भइरहेको क्या ढिलो आएको भनेर भनी। लम्पमलाई केटी केही छैन त ढिला आइस, अब जाउँ हामी टिकट काउन्टरमा टिकट काट्नलाई भनेर। अनि त्यसपछि हामी उकालो चढेर गयौँ है। अनि हामी त्यहाँ गएर टिकट काउन्टरमा टिकट काट्यौँ अनि पपकर्न किन्यौँ, पपकर्नको सफ। अनि फिल्म हेर्नलाई बस्यौँ। फिल्म सुरु हुन्छ। सपना हरायो कि भनिदेऊ प्रभु यो फिल्म सकिसकेपछि हामी सबैजना इमोसनल हुन्छौँ। स्टोरी एकदम राम्रो लाग्यो है, एकदमै धेरै राम्रो लाग्यो। रुने खालकै रहेछ, हँसाउने खालको पनि छ है। त्यही हो, एकदमै राम्रो लाग्यो मलाई यो फिल्म चाहिँ। अनि हामी जान्छौँ रेस्टुरेन्टमा जान्छौँ। अब यस्तो भोक लाग्यो नि त, अलिअलि के त खानु पर्यो नि त होइन। अनि सबैजना वेटिङमा छौँ हामी, खानाको वेटिङमा। हामी सबैजना वेटिङ वेटिङमा गरेर बसिरहेछौँ। अनि बल्ल बल्ल आउँछ हाम्रो खाना, मतलब नास्ता। नास्ता खाइसकेपछि हामी जान्छौँ बाहिर यस्तो डुल्नलाई बजारतिर। कति बसिरहनु भनेर अनि डुल्न गयौँ। अनि यतिकै गयो, जाँदै गर्दाखेरि त्यसको र मेरो गफ हुन्छ है। यसको हाइट त्यस्तो फेरि फरक छैन। डल्ली छ, उसको कपाल पनि लामो छ नि त, अनि मेरो कपाल छोटो छ नि त। यस्तै बकवास गरेर हामी छुट्टिन्छौँ। बाई, अब अर्कोचोटि भेटौँला भनेर है। अनि बाई भनेर म चाहिँ गएँ म आफ्नो गन्तव्यतिर, ऊ चाहिँ गएँ उसको गन्तव्यतिर, आफ्नो गन्तव्यतिर। आजको दिन यस्तै भयो गाइज है, रमाइलो भयो। फिल्मले अलिकति इमोसनल पनि बनाइरहेको थियो। यस्तै हो गाइज, अब आजको ब्लग चाहिँ यति नै हो। बाई बाई।